न्यूज बुलेटिन। म हुँ सस्मिता पाठक। अब सुन्नुहोस् आज साँझका प्रमुख समाचारहरू। 23औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइयो। 23औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 को अवसरमा कलाकारहरूले धान रोप्दै हिलो खेलेर असारको सांस्कृतिक उत्सव मनाएका छन्। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा आयोजित रोपाई उत्सव 2083 मा विभिन्न कलाकारहरूले परम्परागत शैलीमा धान रोप्दै असारे गीतमा रमाएका थिए। कार्यक्रममा नेपाली कृषि, संस्कृति, परम्परा, मौलिकताको संरक्षण तथा प्रवर्धनमा सबैको साझा प्रतिबद्धता व्यक्त गरिएको छ। बढ्दो बेरुजुप्रति सभामुखको चिन्ता। सभामुख डोल प्रसाद अर्यालले हरेक वर्ष उस्तै प्रकृतिका बेरुजु दोरिनु, वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वको दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताएका छन्। महालेखा परीक्षक कार्यालयको 28औं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक वर्ष 2081-82 मा मात्रै 88 अर्ब 9 करोड रुपियाँ बेरुजु देखिएको र हालसम्मको अद्यावधिक बेरुजु 7 खर्ब 55 अर्ब 17 करोड रुपियाँ पुगेको जानकारी दिएका छन्। उनले सार्वजनिक स्रोतको प्रभावकारी उपयोगमा सबै निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिए। नेदरल्यान्ड्स र मोरोक्को बीच रोमाञ्चिक भिडन्त हुँदै। फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम 32 को चौथो खेलमा मंगलबार बिहान नेपाल समय अनुसार 6:45 मा नेदरल्यान्ड्स र मोरोक्को बीच प्रतिस्पर्धा हुँदैछ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका दुवै टोली बीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। मोरोक्कोले समूह सी को उपविजेताका रूपमा दोस्रो चरणमा स्थान बनाएको हो। उसले ब्राजिलसँग बराबरी खेलेको थियो भने स्कटल्यान्ड र हाइटीलाई पराजित गर्दै नकआउट चरणमा पुगेको हो। रसुवागढी नाका 2 दिन बन्द। नेपाल चीन व्यापारको प्रमुख नाका रसुवागढी आज र भोलि बन्द गरिएको छ। नेपाल चीन जोड्ने मितेरी पुल मर्मत कार्यका लागि जिल्ला प्रशासन कार्यालय रसुवाले 2 दिन नाका बन्द रहने जनाएको हो। यस अवधिमा आयात निर्यात तथा आवत जावत प्रभावित हुने जनाइएको छ। त्रिवीले विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन। त्रिभुवन विश्वविद्यालयले माथतका सबै विभाग तथा क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएका छन्। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जारी गरेको निर्देशनमा विश्वविद्यालय परिसरलाई शैक्षिक तथा तटस्थ वातावरण कायम राख्ने उद्देश्यले उक्त निर्णय गरिएको उल्लेख छ। धान रोपाई 11.33% मात्रै। कृषि विभागका अनुसार यस वर्ष असार 12 गतेसम्म देशभर औसत 11.33% धान रोपाई सम्पन्न भएको छ। गत वर्ष सोही अवधिमा 15.6% रोपाई भएको थियो। पर्याप्त वर्षा नहुनु र सिँचाइको समस्या लगायतका कारण यस वर्ष रोपाईको गति सुस्त देखिएको विभागले जनाएको छ। युरोपमा भीषण गर्मी हजारौं प्रभावित। युरोपका अधिकांश देश यतिबेला इतिहासकै भीषण गर्मीको लहरबाट प्रभावित भएका छन्। अस्वाभाविक रूपमा बढेको तापक्रमका कारण फ्रान्समा मात्रै 4 दिनभित्र करिब 1000 अतिरिक्त मानिसको मृत्यु भएको प्रारम्भिक अनुमान सार्वजनिक भएको छ। बेलायत, स्पेन, जर्मनी, इटाली, डेनमार्क, स्विजरल्यान्ड लगायतका 16 देशमा दशकौं पुरानो तापक्रमका कीर्तिमान भंग भएका छन्। स्वास्थ्य अधिकारीहरूले अत्याधिक गर्मीबाट जोगिन सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। थप समाचार तथा अपडेटका लागि हाम्रो वेबसाइट तथा सामाजिक सञ्जाल मार्फत जोडिनुहोस्। अहिलेको लागि बिदा चाहन्छु। धन्यवाद।